यहाँका जोसुकै उम्मेदवारहरूले मत प्राप्त गर्नु भनेको कोही व्यक्ति संसदमा पुग्नु या नपुग्नु भन्ने कुराको मात्रै सवाल हुँदैन। कोही व्यक्ति मन्त्री बन्नु या नबन्नु भन्ने विषयको मात्रै सवाल होइन। सवाल यो हो कि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 1 भनेको देशकै एउटा पोलिटिकल इपिसेन्टर हो। तर यहाँको जनताले त्यो कुराहरू महसुस गर्न पाए कि पाएनन् आजका दिनसम्म। देशको न्यायपालिका, कार्यपालिका लगायतका महत्त्वपूर्ण संरचनाहरूको सञ्चालन यही क्षेत्रभित्रबाट हुन्छ। खेलकुदको हब, नेपाली सेनाको हबदेखि लिएर न्यायपालिकाको प्रमुख केन्द्रदेखि लिएर अत्यन्त महत्त्वपूर्ण क्षेत्रहरू, निकायहरू यही क्षेत्रभित्र पर्छन्, यही क्षेत्रको टेरिटोरीमा पर्छन्। यद्यपि तिनीहरूको जिम्मेवारी त नेसन वाइड हो, कुनै एउटा क्षेत्रको लागि मात्रै होइन। तर यति नजिकभित्र रहेको, यति पहुँच र सम्भाव्यताको क्षेत्रभित्रै रहेर यहाँका जनप्रतिनिधिहरूले यहाँका जनतालाई त्यसको आभास र अनुभूति दिलाउन सके कि सकेनन् भन्ने कुरा मुख्य कुरा हो। त्यसको अर्थ जनताबाट प्राप्त मत अथवा उनीहरूको अभिमतलाई संसदमा यहाँका प्रतिनिधिहरूले कुन ढङ्गले प्रस्तुत गर्नुभयो आजका दिनसम्म र जनताहरूको चाहना, अपेक्षा हाम्रा जनताहरूबाट प्राप्त गरेको एक मत भोलि हामी संसदमा गइरहँदा हाम्रो राष्ट्रियता र स्वाभिमानको पक्षमा त्यो कुन रूपमा प्रकट हुन्छ, यहाँका जनताहरूले बुझ्नुपर्ने कुरा, आम मतदाताहरूले बुझ्नुपर्ने कुराहरू। किनकि यो क्षेत्र देशकै एउटा सुगम क्षेत्रभित्रको क्षेत्रमा पर्छ र यहाँका मतदाताहरू अत्यन्त सचेत र सुझबुझपूर्ण मतदाता हुनुहुन्छ। उहाँहरूले दिएको हरेक एक मतले निर्वाचित हुने एउटा व्यक्ति राष्ट्रियताको मामिलामा कसरी प्रस्तुत हुन्छ संसदमा, हाम्रो देशसँग भएका विभिन्न किसिमका वैदेशिक हस्तक्षेप, हमलाहरू, विभिन्न किसिमका षड्यन्त्र, दाउपेचहरू र हाम्रा बिचमा हुने असमान सन्धिहरू जति हुन्छन् त्यसको बारेमा उनीहरू कुन ढङ्गमा प्रस्तुत हुन्छन्, अथवा आफ्ना मुद्दाहरू, राष्ट्रियता र स्वाभिमानको आफ्नो मुद्दाहरू कुन ढङ्गले सदनमा प्रस्तुत गर्न सक्छन् भन्ने एउटा मुख्य मुद्दा हुनसक्छ। मुख्य मुद्दा हामी सबै नेपालीहरूको निशर्त मुद्दा हो। त्यसले गर्दा यो मुद्दामा हामी सबैभन्दा सुस्पष्ट ढङ्गले आफ्नो विचार लिएर आएका छौँ। हाम्रो पार्टीको एजेन्डा क्लियर छ र सबैले त्यो किसिमको दाबी चाहिँ गर्छन्। तर दाबी गर्नु एउटा कुरा हो, तर सदनमा प्रस्तुत हुने त्यो पार्टीको नीति कार्यक्रम अनुसार बाहिरी जनताले महसुस गर्ने त्यो फरक कुरा हो। आजको दिनसम्म राष्ट्रियता र स्वाभिमानको मुद्दामा हाम्रो पार्टीको भिजन र दृष्टिकोण स्पष्ट छ। भिजन मात्रै भएन, तर त्यसलाई कुन हिसाबले प्रस्तुत गर्न सक्छौँ। आज हामीले कुनै एउटा सांसद निर्वाचित गरिरहँदा त्यो सांसदले विकास, निर्माण, समृद्धि र सुशासन लगायतका मुद्दाहरूमा आफ्नो भिजन कसरी प्रस्तुत गर्छ सदनमा भिजन मात्र प्रस्तुत गरेर भएन। उसको दल अथवा उसको वैयक्तिक हैसियत, ल्याकत र ताकत कस्तो हो, ऊ सत्ता पक्षको हिसाबले रुल गर्न सक्ने हैसियतमा आफूलाई उभ्याउन सक्छ या सक्दैन, अथवा त्यो नसक्दा पनि प्रमुख प्रतिपक्षको हिसाबले खबरदारी र पहरदारी गर्न सक्छ कि सक्दैन, यी लगायतका धेरै विषयहरू मतदाताले ध्यान दिनुपर्ने विषय हुन्। मलाई लाग्छ यो सचेत मतदाताले भरिएको निर्वाचन क्षेत्र नम्बर 1 मा यी विषयहरू महत्त्वपूर्ण साथ विश्लेषण गरिन्छन् र त्यसका आधारमा जनप्रतिनिधिहरू चयन हुनेछन् भन्ने हामी अपेक्षा गर्छौँ।